रणनीति अहिले डाक्टर साहबले भनेको रणनीति तयार कस्तो रणनीति तयार गर्ने भन्न चाहिँ तामसालिङ भन्ने त्यो यति मान्छे भन्ने हुन्छ त्यसले किनकि भन्नु पनि पर्छ तर भन्नु भएर उहाँले त्यो मिस्टेक हो कि त्यो होइन है तर भन्नै पर्छ भन्न चाहिँ तामसालिङ भन्ने तर अहिलेको जुन यो 3 नम्बरको टेरिटोरी छ त्यो नभत्ते हाम्रो हुन्छ भनेपछि त तामसालिङसँग त सक्छ त्यो मिटिङमा मैले के भने एउटा युवाको छ हेर्नुहोस् यो प्रति मेरो चाहिँ आपत्ति छ तर निर्णय भयो भने त मैले मान्नै पर्छ किनकि म त्यहाँ सङ्घर्ष समितिको सदस्य भएको 11 घटक छ 6वटा भनेपछि त मैले मान्नै पर्छ तर तपाईहरुलाई एउटा बाध्यतामा तपाईहरुलाई पुर्याउँछ कि तामसालिङ सिङ्गै माग्ने अवस्था पुर्याउँछ नेवार तामसालिङ होइन त्यो अवस्थामा तपाईहरुलाई पुर्याउँछ थारू आन्दोलन चलिरहेको थियो मधेस आन्दोलन चलिरहेको तर अहिले अलिअलि तपाईको चाहिँ के भइरहेको छ बाहिरबाट पुष्ट भइरहेको मेरोमा हिजो एउटा ट्याग आएछ तामसालिङ भएर हामी तामाङ सांसदलाई पनि कारबाही गर्छौँ होइन तपाईँको तामसालिङ भएर तामाङ बुद्धिजीवीलाई पनि कारबाही गर्छौँ त्यो ट्यागले के सन्देश दिइरहेको छ है तामसालिङ चाहिँ अब जरुरी छ है भनेर पहिले त सोचिरहेको छ नि त आजको बैठकमा पनि हामी एकदम त्यो तामसालिङलाई चाहिँ एकदम फोकस चाहिँ धेरै गरिरहेको छ मैले एकदम होइन फोकस गरिरहेको छु हो गेदुङको अध्यक्षले त झन्डै फहराउने भन्नुभयो एसएमएसै आएको छ त्यसको बारेमा बैठकमा मजासँग कुरा उठ्यो एउटा घटकको एकजना अध्यक्षले मजैसँग कसले भन्न फैराउने भन्यो भनेपछि उहाँले यो मेरो निजी विचार हो यो कुरा आजको बैठकमा उहाँहरू हुँदै गर्न चाहन्छु अस्ति बैठक भयो समिति बैठक त्यो बैठकमा एउटा मजाको गफ माओवादीले त्यहाँ लगभग तपाईँको के भने 3 नम्बर प्रदेशमा स्वागत गर्ने कुरा ल्यायो यहाँ माओवादी कोही मित्रहरू हुन्छ भने अनि त्यो बैठकमा हिलबहादुर पनि हुन्छ सूर्यमान दोङ पनि हुन्छ अनि मैले भने यो सम्भवै छैन यसो गरियो भने होइन छुट्टै तपाईँको बैठक गर्नुपर्छ हामी के साथी त्यहाँ भयो अनि स्वागत गर्ने कुरा भयो न तपाईँ 3 नम्बर प्रदेशबाट स्वागत भइसक्यो कि तामसालिङ समितिको सँगसँगै 3 नम्बर प्रदेशमा स्वागत गर्न सक्दैन अनि मैले उहाँलाई अझ तपाईँको स्मरण गराएँ यो माओवादीको मुद्दा हो तामसालिङ लिम्बुवान तमुवानको मुद्दा चल्दै गर्दाखेरि हामी काङ्ग्रेसमा थियौँ डाक्टर साहब यतै हुनुहुन्छ उहाँ एमालेमा हुनुहुन्थ्यो अनि मैले त्यहाँ चाहिँ को हुनुहुन्थ्यो भने धनप्रसादजी र जयजी हुनुहुन्थ्यो अनि धनप्रसादजीको अहिले जयजी पनि हिँड्नुभयो उहाँहरू हुँदै गर्नुपर्छ त्यो कुनै पनि लुकी छोरी गर्ने कुरा हुँदैन अनि धनप्रसादजी र जयजीलाई भने तपाईँहरू पनि एमालेमा हुनुहुन्थ्यो तपाईले के मुद्दाको आधारमा पार्टी छोड्नु भएको भने स्वायत्तता सुशासन तामसालिङ लगायतका कुराहरूको लागि तपाईको पार्टी प्रत्याहार गर्नुभएको हो होइन भने त किन पार्टी छोड्नु पर्यो मैले त त्यसकै लागि छोड्या अनि माओवादी हामीलाई के भन्नुहुन्थ्यो भने हामी आन्दोलनै थियौँ त्यति बेला काङ्ग्रेस एमालेका सबै कार्यकर्ताहरू नेताहरू आन्दोलनै थिए अनि त्यो आन्दोलनमा तपाईँको माओवादीको मान्छे हामीलाई भेट्ने बित्तिकै के भन्थ्यो भने कसरी बस्न सक्नु भएको छ तपाईँहरू त्यहाँ है कसरी बस्न सक्नु भएको छ त्यहाँ भनेर उहाँले खिसी चुरी गर्नु अब उहाँहरूलाई मैले तपाईँहरू चाहिँ अब कसरी बस्न सक्नु भएको छ भनेर त्यो मिटिङमा मैले राखेको तपाईँहरू चाहिँ कसरी बसिरहनु भएको छ अरूलाई तपाईँले खिचजुरी गर्दाखेरि चाहिँ तपाईँले आनन्द लिनुभयो तर तपाईँहरू चाहिँ अब कसरी यो मुद्दा अहिले जुन क्लस्टरको मुद्दा आएको छ त्यो तामसालिङको मुद्दा जहाँबाट आयो लिम्बुवानको मुद्दा जहाँबाट आयो अथवा तामसालिङ अथवा स्वायत्त शासनको जुन जहाँबाट कुरा आयो क्लस्टरको कुरा पनि त्यही भयो अनि यो हाम्रो आफ्नो पर्सनल डिग्निटी हुँदैन तपाईको पार्टीको कुरा हो पर्सनल डिग्निटी हुँदैन हाम्रो जसले जे भन्यो हामीले जानी तामसालिङ भन्दा तामसालिङ अनि अहिले क्लस्टर भन्दा क्लस्टर त्यस्तो खोइ त बिजेपी भनेको 5 गते भयो हिजै खानु पर्छ यार अहिले 5 गते बिजेपी तयार भइसक्यो बिजेपी खानु पर्छ त्यसकारणले गर्दाखेरि अहिलेको तामसालिङ समितिको सदस्यले तामसालिङको लागि लड्दैन अब के गर्न पर्यो भन्दाखेरि रुख भएर लड्दै त्यो प्रेस विज्ञप्ति चाहिँ आउँछ तर तामसालिङ समितिको सदस्यले सिङ्गो तामसालिङ बनाउने भनेर लड्दैन मैले एकदम सिरियसली भनेको त्यो भन्न हुँदैन थियो होला तर उहाँहरू सही भन्ने कुरा हो क्या किनकि असहमति त राखिराखेका छौँ नि त हामीले त्यहाँ कि तपाईँ पूर्णियाजी म तपाईँको रविजी जयजीहरूको त हाम्रो कुरा के हो भन्दा त तामसालिङै चाहियो नि त हामीले त तर त्यहाँ तामसालिङले चाहियो काङ्ग्रेस एमाले माओवादी अनि घेदुङ हो अहिलेको घेदुङ हो वर्तमान घेदुङ अनि सङ्गठन भएन भनेर भन्नु कुमारजी हुँदैखेरि नै यो कुरा गर्नुपर्छ नभयो भने तपाईँको उहाँहरूकै अगाडि बितेर अरूचोटि भन्छु म यो सङ्गठन बनेको जिम्मा कसको थियो घेदुङको थियो नि त त्यो हाम्रो साझा संस्था हो नि त हामी त्यसमै सङ्गठित हो म काङ्ग्रेस हुँदा नि त्यसमै छु अहिले म काङ्ग्रेस छोडेको छु म फेरि तपाईँको घेदुङको प्रतिनिधि छु त म अनि त्यो बनाउने जिम्मा चाहिँ कसको बनाउने जिम्मा आफूले लिने अनि दोष अरूलाई लगाउने त्यो दिनमा मैले भने
मियाके जुत्ते मियाके सर्पे त्यस्तो हुन्छ कहिले त्यो हुँदैन जसले जिम्मेवारी लियो अनि यो आन्दोलन को आएको जिम्मा मैले त्यो मिटिङलाई स्ट्रिक्टली भनेको छु कि आन्दोलनलाई जसले तपाईँको न्यारो डाउन गर्यो त्यो इतिहासले तपाईँ के गर्छ भन्दाखेरि तपाईँको मूल्याङ्कन आन्दोलनले न्यारो डाउन गरिएको छ धेरै तपाईँको चाहिँ के अरे जनजातिका लिडर्सहरूलाई सांसद महासङ्घलाई 2 जना सांसद दियो तपाईँ सुन्नुहोस् प्यासेन्ट एकदम यो जरुरी छ महासङ्घलाई तपाईँको चाहिँ प्यासेन्ट बनाउनको लागि 2 जना सांसद दियो काङ्ग्रेसलाई एउटा एमालेलाई एउटा अनि यो जातीय संस्थाका प्रमुखहरू सबै तपाईँको विभिन्न राजनीतिक नियुक्तिको लागि दौडिरहेका छन् सबै राजनीतिक नियुक्तिको लागि दौडिरहेका छन् यानि कि त्यसलाई तपाईँको सरकारले हस्तक्षेप गरिसक्यो सरकारभित्र छिरिसक्यो उहाँहरू अब सरकारको प्रतिनिधि भएर त्यो संस्थामा हुनुहुन्छ त्यस्तो तरिकाले तपाईँको आन्दोलन हुन्छ यहाँको कुरा सबै त्यहाँ हुन्छ त्यहाँको कुरा केही पनि आउँदैन यसरी आन्दोलन हुन्छ हुनै सक्दैन त्यस कारणले गर्दाखेरि हामीले तामसालिङ संयुक्त सङ्गठनलाई त बुद्धिजीवीहरूले च्याप्पै घाँटी सभा गर्छ तपाईँले त्यो त भनेको मात्रै हो कि यसको लागि आन्दोलन पनि गर्नुहुन्छ तामसालिङ लेखेको बोर्ड एउटा थिएन अब कुरा गर्नुहुन्छ त्यो आन्दोलन गर्ने म त्यो घटक होइन आन्दोलन गर्ने हुँदैन म लान लाग्दैन यहाँ त्यो कुरा गर्नु त्यो त त्यसरी पनि जान सकिन्छ आन्दोलनमा तामसालिङ लेखेको एउटा पनि तपाईँको चाहिँ के थिएन बिहान तामसालिङ संयुक्त सङ्घ समिति थियो तामसालिङ प्रदेश जिन्दाबाद भन्ने पनि नारा थिएन त्यो नारा सच्याउन पनि तपाईँको 2 घण्टा लाग्यो है त्यस कारणले गर्दाखेरिमा यहाँहरूलाई तपाईँको हाम्रो आन्दोलन चाहिँ तपाईँको उल्टो गतिमा गइरहेको छ हामी एकदम नोमिनल कुरा मागेपछि त दिन्छ के त यो भन्छौँ हामी तर भनेर केही फरक पर्दैन तपाईँहरूलाई हामी भन्ने मात्रै हो यो भनेपछि भित्र गएर भनेपछि के हुन्छ भित्र गर्दा यो त एकदम सिरियस इस्यु हो नेताले त त्यो भन्नु पर्यो अनि अस्ति अर्को कुरा पनि भयो यो चाहिँ तपाईँको टेरिटोरी आएर अब यहाँमा भनेपछि टेरिटोरी 10वटा आएको थियो 11वटा आएको थियो शुद्ध तामसालिङकै टेरिटोरी आएको थियो नि त त्यो बेलामा वार्तामा म थिएँ थिइनँ त तपाईँहरू हुनुहुन्थ्यो किन तपाईँले त्यो बेला स्वीकार गर्नु तपाईँले अहिलेको टेरिटोरीलाई तामसालिङ टेरिटोरी भन्नुहुन्छ त्यति बेलाको टेरिटोरी चाहिँ तामसालिङ टेरिटोरी किन भन्नुभयो 11 प्रदेश दिएको होइन वार्तामा नाम चाहिँ के अरे प्रदेश सभाले राख्नु अहिले नाम तपाईँको कसरी आउँछ ल भन्नुहोस् त ठ्याक्क क्षेत्री बाहुन जोड्दा 37 नेवार र तामाङ जोड्दा 36% छ हामी 20% नेवार 16% 36 हुन्छ अनि तपाईँको क्षेत्री र बाहुन जोड्दा 37 हुन्छ कसरी आउँछ तपाईँको तामसालिङ वा नेवार आउँछ आउँदैन तर नेवार सम्मिलियो भने त झन् आउँदै जस्तो लाग्छ मलाई किनकि त्यो त पुरै व्यापारी छ कि कर्मचारी त्यसको मानसिकता छ बरु बाहुन सम्मिल्दा अझ तपाईँको स्योर होला त्यस्तो अवस्थामा हामी तपाईँको बुझिरहेका छौँ त्यस कारणले तामसालिङ आन्दोलन उठाउनको लागि पनि सिरियसली पहल त्यहाँ अर्ग्यानिक फार्म हाउसमा पनि मैले सिरियसली कुरा गरेँ तामसालिङ आन्दोलन उठ्यो डाक्टर साहब हेर्नुहुन्छ त्यो तपाईँको चाहिँ आन्दोलनलाई तयारी नभएको बैठकले आन्दोलन तयार गरे त्यो 17 गतिको आन्दोलन यो को हुनुहुन्छ त्यस कारणले गर्दाखेरि आज पनि उहाँहरू तपाईँको किन उठ्नु हो होइन आई डोन्ट नो तर उहाँहरू हुँदाखेरि नै यो कुरा गर्नुपर्छ र यो आन्दोलन चाहिँ तपाईँको जरुरी छ धकेलेर लाने आन्दोलन उहाँहरू जानुहुन्न उहाँहरू पोलिटिकल अपोइन्टमेन्टको लागि कोही तपाईँले सुने घेरुङको 3-4 जना अपोइन्टमेन्ट हुँदैछ अरे अब सरकार आउने किनकि अब एमालेको छ माओवादीको पामा भइहाल्यो अब एमालेको सरकार आउँदैछ तपाईँको अब एमालेको 2-3 जना चाहिँ मान्छेहरू एकैचोटि अपोइन्टमेन्ट भनेपछि अब त्यो मान्छेले आन्दोलन गर्छ त्यो त अपोइन्टमेन्टको लागि हजुरहरूले जे जे गर्नुभयो त्यो राइट गर्नु भन्दै त्यतातिर गइराखेको छ त्यो एक्सपेक्ट चाहिँ तपाईँको हामीले गर्न तपाईँको चाहिँ त्यो बेकार हुन्छ अब त्यो त्यसलाई सच्याउने कसरी सच्याउने हो र आन्दोलन जरुरी छ मेरो घर त नुवाकोट भएको कारणले गर्दाखेरि सिन्धुपाल्चोकका तपाईँको नेताहरू पनि आउनु होला होइन काभ्रेका नेताहरू पनि हुनु होला र तामसालिङ भित्रकै तामाङ नेता चाहिँ छान्नु यो एकदम गोप्य कुरा चाहिँ फेरि त्यही तामसालिङभन्दा बाहिरको नेता आउने अनि तामसालिङलाई के गर्नु हल्लाउनु खोज्छ त्यो हल्लिँदैन तामसालिङ हल्लिँदैन त्यो स्योर हो र अनि एकदम समानुपातिकमा तपाईँले यस्तो जोड दिइरहनु त्यो जरुरी छ तर चुनावै जित्ने चाहिँ तपाईँको हामीले किन तपाईँको बनाउन सक्दैनौँ चुनावै जित्ने हामीसँग काम हुन सक्दैन हुनसक्छ त खालि समानुपातिकलाई एकदम होइन पानी राख्नु भएको छ है मैले अहिलेसम्म इलेक्सन लडेको छैन तर इलेक्सन लड्यो भने राम्रैसँग लड्ने कुरा बुझ्नु नि तपाईँहरूले पनि इलेक्सन लड्नु भएको छैन होला लड्दाखेरि मधेसमा लड्नुपर्छ त्यो ताकि तपाईँ कि प्रतिद्वन्दी हुनुहोस् कि तपाईँ चुनाव जित्नुहोस् नभयो भने प्रतिद्वन्दी हुन सकेन भने त्यो चुनावलाई कसरी क्यान्सल गर्न सकिन्छ त्यो सबै हकखण्ड अपनाउने गरेर तपाईँले चुनावै लडौँ न यार कहाँ यो तपाईँको चाहिँ खालि समानुपातिक भइरहेको छ है त्यस कारणले गर्दा यो हाम्रो आन्दोलनलाई समानुपातिक भन्ने कुरा दिएर त्यो समानुपातिक पैसा हुने मात्रै लिने पैसा हुने मात्रै लिने हो है कि पैसा हुनुपर्छ है कि तपाईँको पुरा चाकडीवादमा त्यो चाहिँ लिप्त हुनुपर्छ दुईवटा कुरा हुनुपर्छ त्यो दुईटै कुरा गर्ने मान्छेले तामसालिङ पनि भन्दैन श्वेतता पनि भन्दैन स्वशासन पनि भन्दैन आठवडे पनि भन्दैन त्यस कारणले गर्दा
सिरियसली यसमा तपाईँको युवा साथीहरू हुनुहुन्छ। अब यो तपाईँको आन्दोलनलाई घाँटी समाउन सकेसम्म अब 1-2जनाले समातेर त्यहाँ भएको छैन। हेर्नुहोस् आन्दोलन त्यहाँ मिटिङमा 15जना मान्छे आइरहेको हुन्छ, मिटिङभन्दा बाहिरको मान्छे, तर निकाल्न कसैलाई सकेन। अनि त्यो 15जनाको कुरा के हुन्छ भन्दाखेरि होइन अब त यस्तो होइन, अब यो अहिले मिटिङमै भनियो नि त। अनि बुद्धजीले त बुझिहाल्नु कि अब यसरी त हुँदैन जस्तो। त्यहाँको भित्री कुरा चाहिँ यो निकाल्नै पर्छ। यो कुरा ननिकाल्ने हो भने फेरि तपाईँको आन्दोलन भइरहेछ भनेर तपाईँ हामी के अरे म त त्यहाँ थाहा पाइरहेको थिएँ के पनि नभन्ने, तपाईँहरू चाहिँ भइरहेछ भनेर तपाईँ कहिलेकाहीँ आउने गऱ्यो भने तामसाली प्राप्ति हुँदैन, स्वायत्तता सुशासन आउँदैन, आत्मनिर्भर अधिकार पनि आउँदैन। र बाँकी तपाईँको हामीले चुनाव जित्नु त कुरै छ, चुनाव जित्ने विषयमा कसैले कल्पनै गरेको छैन। खालि दिएर लिने भन्दा कुरो के पनि छैन। अब दिने कसलाई भन्दा कि पैसा चाहिन्छ कि तपाईँको झाकडीवाद मान्छे चाहिन्छ। त्यस कारणले गर्दाखेरि योबाट चाहिँ हामी मुक्त हुनुपर्छ। र अब मैले डाटा बेसलाई धन्यवाद दिएँ होइन। अब म चाहिँ अलिकति कठै कुरा गर्छु, काम पनि फेरि कडै गर्दै आएको हो। त्यो तपाईँको राजनीतिक इतिहासहरूमा है काङ्ग्रेसभित्र पनि तामाङलाई टिकट चाहिन्छ भनेर 64मा टिकट दिलाएर लगाएको म काङ्ग्रेस हुँदै थिएँ। र अहिले तपाईँको काङ्ग्रेस किन छोड्यो भन्दा त तामसालीको लागि छोड्यो हो नि त। पहिलो कुरो तामसालीको लागि छोड्यो। तामसाली चाहिँ माओवादी बोकिरहला, अलिकति जनजाति निस्किदियो भने त बल पुग्छ, तामसाली आउँछ भनेर छोडिदियो। तर तामसाली चाहिँ माओवादीले छोडिदियो। अब तामसाली चाहिँ हामीले बोक्ने होइन, माओवादीले चाहिँ तपाईँको तामसाली छोडेर काङ्ग्रेस वा एमाले बोक्ने भयो होइन। अघिल्लाई कसरी समायोजन गर्ने र तपाईँको चाहिँ अब नेतृत्व चाहिँ अर्कै नेतृत्व, अहिलेको नेतृत्वबाट चल्दैन, आन्दोलन चल्दैन है। उहाँ चाहिँ मान्छे आउँदाखेरिमा मान्छेको बिचमा जनजातिको बिचमा के भन्ने पहिचान सहितको संहिता भन्ने भित्र गएर तपाईँको चाहिँ अर्कै कुरा गरिराख्नु भएको छ। अब यसलाई समायोजन गर्नुहोस्, कसरी हुन्छ समायोजन गर्नुहोस्, चित्त बुझाउनुहोस्। जनजाति आयोग भनेको के हो? दिलमानदारीमा प्रतिष्ठान छ, त्यस्तै त हुन्छ त। उहाँले त अलिअलि त सट्टा गरिसक्नु नि। त्यो प्रतिष्ठान र आयोगमा के पनि फरक छ, त्यसबाट केही प्राप्ति हुँदैन। त्यस्तो के हुन्छ? एकजना मान्छेलाई हामी अध्यक्ष बनाउँछौँ, अध्यक्ष हुन्छ कि उपाध्यक्ष हुन्छ? अझ मन्त्रीले प्रधानमन्त्रीले अध्यक्ष बनाइदियो भने त उपाध्यक्ष मात्रै पाउने हो, होइन भने त अध्यक्ष हामीले पाउने कोही मान्छेले। त्यसमा पनि ठुलो लडाइँ गराइदिन्छ। 59वटा जातीय संस्थाहरू छ, उसले पऱ्यो भने तपाईँको 8वटा जातीय संस्था, जुन ठुलो संस्थालाई नदिने, सानो संस्थालाई दिने, त्यसलाई कसैले नमान्ने, त्यो आयोगमा कोही पनि मान्छे उपस्थिति हुन नसक्ने, हुँदै नहुने तपाईँको जस्तो आयोग हुन सक्छ। त्यो आयोगले हामीलाई तपाईँको चाहिँ समस्या समाधान गर्दैन। हामीले चाहिँ तपाईँ राजनीतिक लडाइँ लड्नुपर्छ। अहिले सामूहिक रूपमा लडौँ, विभिन्न पार्टी, विभिन्न क्षेत्रका छौँ, विभिन्न संस्थाका छौँ। तर लास्टमा त तपाईँको फेरि पऱ्यो भने त तामसालीमा छुट्टै पार्टी पनि त निर्माण हुन्छ नि। नीतिश कुमार यादवलाई के तपाईँको केन्द्रीय राजनीति गर्न मन छैन, तर ऊ तलै खेलिराखेको छ। आफूलाई मार्छु भन्ने, आफूलाई काट्छु भन्ने सब पनि तपाईँको होइन, गला मिलाएर तपाईँको चुनाव लड्दैछ। अब हाम्रो पनि त्यस्तो अवस्था हुनसक्छ। तपाईँको अन्त देशभरि हामीले बनाउन सक्छ। तामसालीमा चाहिँ हामीले एउटा पार्टी निर्माण गर्नुपर्छ। अहिले तपाईँ बहस गर्दैछ, म पनि एउटा पार्टीमा छु, डाक्टर साहब यहीँ अर्को पार्टीमा हुनुहुन्छ, अरू साथीहरू पनि विभिन्न पार्टीमा हुनुहुन्छ होला। तर त्यसलाई हामीले एउटा आकर्षणको केन्द्र बनाउँछौँ, हामीले एउटा पार्टी निर्माण गर्छौँ तामसालीमा। अब 3 नम्बर प्रदेशमा हामीले भत्काउन सकेन भने 3 नम्बर प्रदेशको एउटा पार्टी बनिएको नि त। अब सक्ने अवस्था त देखिया छैन। आन्दोलन कुन ढङ्गले उठ्छ, यही ढङ्गले त तपाईँको आन्दोलन तपाईँको के अरे तामसालीको विस्तार हुँदैन। अब तपाईँ 3 नम्बर प्रदेशको भए पनि एउटा छुट्टै पार्टी चाहिँ निर्माण गर्नुपर्छ। त्यसले अब तपाईँको तामसाली निर्माण गर्ने, के निर्माण गर्ने होइन, हामीले तपाईँको सोचेर अगाडि गर्नुपर्छ भन्दै आफ्नो धारणा अन्त्य गर्छ।